हेलो फ्रेन्ड्स, आजको न्यू ब्लग हजुरहरूकोमा आजको यो चम्पादेवी डाँडाको विषयमा मैले केही भन्न खोजिराखेको छु। यो डाँडा किर्तिपुरको हाइटबाट हेर्दाखेरि यस्तो देखिन्छ, एकदमै राम्रो अनि घना बस्ती भइसकेको छ। यस्तो छ, यो चम्पादेवी डाँडा हो। मैले जुम गर्दाखेरि यस्तो देखिन्छ र यताबाट आएर यो भस्मासुर डाँडा पनि यो हाइटबाट यस्तो देखिन्छ। यो चाहिँ भस्मासुर डाँडा हो, यस्तो देखिन्छ हाइटबाट। अनि चन्द्रगिरी डाँडा पनि हेर्ने हो भने यस्तो देखिन्छ। यस्तो छ यो हाइटबाट हेर्दा, यो चन्द्रगिरी डाँडा हो। आजको यो चाहिँ थानकोटको सिल हो, यस्तो देखिन्छ थानकोट। सबै हेर्ने हो भने यस्तो देखिन्छ। सिन कस्तो राम्रो देखिँदो रहेछ है यहाँबाट। फुलचोकी डाँडा त्यति नदेखिने रहेछ। फुलचोकी डाँडा, गोदावरी अनि यो